मनभित्र यो देश बाहेक अर्थो केही छैन। उसको भावनाको गहिराईमा यो देश भेट्छ र विचारको उचाइमा यो देश देख्छ। उसले घोर अन्धकारभित्र आशाको किरण छर्ने, चेतनाको खेती गर्ने र निराशा भित्र आशा र विश्वास भर्ने गर्छ। उसले देश र माटो बारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ। उजाड पाखा बखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छौ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छौ। उद्योग जति सबै बेची खाएको यो देशमा मुद्दा र मामिला अनेक परीको लफडा झेल्दै उद्योग खोल्दै अघि बढ्छ। ढुङ्गा बोक्छ, गिट्टी कुट्छ, घाम पानी झरी बादल केही नभनी भिर पाखा र खोला नालामा कुदिरहन्छौ। कठोर भन्दा कठोर लाग्ने सबै काम गर्न मनमा एउटा उद्देश्य बोकेर यो देश बनाउने उद्देश्य बोकेर अघि बढ्छ। त्यस्तो छ हर्क साम्पाङ मैले चिनेको चाहिँ। भौतिक विकासको आधार तय गर्छ उसले। आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्नुपर्छ भन्ने तर्क राख्छौ। सुन्दर सहर निर्माण गरेर संस्कृतिको सुगन्धले भर्छौ। भौतिक, सामाजिक, शैक्षिक, बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर तार जाली कस्न जान्छौ। जनताको घरमा आउने पानीको पाइप विरोध गर्ने मान्छेहरूले डढेलो लगाइदिन्छ र डढेलोले तपाईको छैन पाइप जल्दाखेरि धुवामा निसासिँदै आगो निभाउँदै जंगलमै बास बस्छ। ढुङ्गा हानाहान गरेर होइन, मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने कुरामा विश्वास गर्छौ। लागु औषध दुर्व्यसनमा फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरका कुना कुना वर्ष हिँडिरहन्छौ, कराइरहन्छौ। सहरका गल्ली सफा गर्न अघि सर्छौ। ढिला सुस्ती, घुसखोरी र भ्रष्टाचार पिट्टिकै सहँदैन उसले। विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियान चलाउँछ उसले। मैले चिनेको बुझेको हर्क साम्पाङ त्यस्तो छ। समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्ने श्रमको संस्कृति फैलाउन चाहन्छौ। विकास र परिवर्तनको हुटहुटी काबेलीमा तम्बरमा बगेको पानी जस्तो असीमित छौ भित्र संसारकै नमुना देश बनाउनु पर्छ भन्दै बालकदेखि वृद्धसम्मलाई आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिन प्रेरित गर्दै श्रमदानको महाअभियान चलाउँछ उसले। प्रकृतिको संरक्षण र सदुपयोग गर्दै संस्कृतिहरूमा रमाउँछौ, गाउँछौ, नाच्दै बस्छौ। प्रविधिको विकास गर्दै आविष्कार र चमत्कारहरू देखाउँ भन्छौ। विदेशी ऋणमा होइन, आफ्नै पाखुराको दममा विकास गर्नुपर्छ भन्छ उसले। पार्टी, जाति, धर्म, वर्ग र स्वार्थहरूले फुटेको समाजलाई श्रम संस्कृतिको माध्यमबाट जोड्न खोज्छौ। माटो माटो माटो, देश 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 भन्दै देशलाई माया गरिरहन्छौ। माटोको गौरव बोकेर आकाश छौ भन्छौ। सेवा सुविधाको सुकिलो मुकिलो जीवनशैली त्यागेर फाटेको लुगा लगाएर देश बनाउने अभियानमा देश बनाउँछु भन्दै श्रमदानको अभियानमा लागिरहन्छौ। आदेश र निर्देशनमा होइन, आफैले गरेर देखाउनुपर्छ भन्ने कुरामा विश्वास गर्छौ। ठुला ठुला मञ्चहरूमा, सभा र पार्टीहरूमा सम्मान थाप्न र भाषण गरेर ठुलो सपना बाँड्नु भन्दा ससाना काम फत्य गरेर देखाउन श्रमिक बन्न रुचाउँछौ। हिलेर धुलोमा गाडिएर उज्जवल भविष्यको सपना साकार बनाउन निस्केको उसलाई हेर्दा साधारण देखिन्छ, तर कालोलाई कालै हो र सेतोलाई सेतै हो भन्ने साहस गर्छ उसले। देशको विपक्षमा, मुलुकको विपक्षमा रहेका समाज संसारका जस्तोसुकै र जत्रोसुकै शक्तिसँग शक्तिको अन्यायको विरोध गर्छ उसले। लड्न भिड्न खोज्छौ। एमसीसी जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरूको विरोध गर्छ उसले। सङ्कटको बेला अरू सबै नेताहरू डरले लुकेर बसेको बेला, बचाओ बचाओ भन्दै भागेको बेला, देश जलिरहेको बेला, देश ढलिरहेको बेला देश बचाउन र सम्हाल्न निस्कने मान्छे हो। आखिर को हो? उही हो हर्क साम्पाङ, जो थोपा थोपामा यो देश बाँचिरहेको छ, जो कण कणमा यो देश साँचिरहेको छ। उसको हरेक सोचाइमा छ यो देश, उसको हरेक बोलीमा छ यो देश, उसको हरेक कर्ममा छ यो देश, उसको हाँसोमा छ यो देश, उसको रोदनमा छ यो देश। यो देश दुख्दा देशसँगै रुन सक्ने मान्छौसँग देशको रोदन
देश रुँदा देशसँगै रुन सक्ने मन छ उसँग, देशको आँसु पुस्ने दम छ उसँग। बाँचिन्जेल माटो भन्छ ऊ, मरे पनि यही माटोमा जन्मन्छु भन्छ ऊ। उसलाई न स्वर्गको मोह छ न सुखको मोह छ त उसलाई सिर्फ यो देशको जनताको। त्यस्तो हर्क साम्बाङ छ भन्ने मैले चिनेको हर्क साम्बाङ त्यस्तो। तपाईँहरूले कस्तो चिन्नु भएको? हर्क साम्बाङ त्यस्तै छ। हाम्रो चिनाइ र बुझाइ मिल्छ? हाम्रो चिनाइ र बुझाइ मिल्छ? यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु श्रम संस्कृतिमा। तपाईँहरू खुलेर आउनुहोस्। यो देश बनाउनका लागि मैले तपाईँहरूलाई बोलाइरहेको छु, सच्चा मनले बोलाइरहेको छु, फराकिलो मनले बोलाइरहेको छु। गफ गरेर दलाली गरेर यो देश बन्दैन है। थुप्रै तपाईँको विदेशी दलालहरूले अहिले चाहिँ नयाँ दलहरू खोलेर आइरहेको कुराहरू पनि छ। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, दलाली गर्ने मान्छेहरूको पछाडि होइन, यो माटोलाई शिरमा लिएर हिँड्ने मान्छेहरूको पछाडि सँगसँगै औजार बोकेर तपाईँहरू आउनुपर्छ। आउने हो। 3 चोटि सोध्ने 3 चोटि हो भन्नुभयो, कुनै शङ्का रहेन। पूर्ण विश्वासका साथ म भन्न चाहन्छु, अब ताप्लेजुङ जाग्यो, अब ताप्लेजुङ अगाडि बढ्छ, ताप्लेजुङ अब जित्छ। यहाँले लाग्ला हर्क साम्बाङ चुनाव जित्न आयो भने मैले चुनाव जित्न नजित्न ठुलो कुरो भएन। तपाईँलाई जिताउन आएको हो, म ताप्लेजुङवासी जित्न चाहने हो। जनताको जित हुनुपर्छ। यो देशमा तपाईँको जनताको जित नहुँदाखेरि खालि नेताको जित भइरहेको कारणले हामीले न्याय पाएनौँ, हामीले रोजगारी पाएनौँ, भ्रष्टाचारमाथि भ्रष्टाचार भइरह्यो, अन्याय र अत्याचारमाथि अत्याचार भइरह्यो, कालमा मर्ने कामहरू हामीबाट चाहिँ मार्ने तपाईँको चाहिँ कुकृत्यहरू भइरह्यो। तर देशले कहाँ छुइन्थ्यो। यहाँहरू सबैजनालाई म हृदयदेखि स्वागत गर्न चाहन्छु। फटाहरूले बेच्न लागेको देश बचाउने हो तपाईँले। फटाहरूले बचाउ के अरे तपाईँको बेच्न लागेको देश अब हामीले बचाउनु पर्छ। म त्यो आह्वान गर्नका लागि आएको छु, देश बचाउने अभियानमा आएको छु है। यो देश तपाईँको पनि हो, मेरो मात्रै होइन। तपाईँलाई पनि जति मलाई माया लाग्छ त्यति नै माया लाग्छ भन्ने मलाई लाग्दछ। त्यसो भएको कारणले अब हामी अगाडि सँगै मिलेर जाउँ भन्न चाहन्छु। एउटा नारा लाउँ के हो? एउटा नारा लाउँ, त्यहाँ माथि बोर लाग्यो कि बा यसो गर्नु त है। के गर्ने होइन, यस्तै छ हाम्रो होइन। तर जस्तो छ राम्रो छ हाम्रो हो होइन। धुलो होइन यो मेरो देशको माटो हो भनेर धुलैमा बस्दा पनि हुन्छ, म त धुलैमा बसिहिँड्छु पनि है। त्यसो भएको कारणले खुट्टा गल्यो भने एकछिन बस्नु होला। म थोरै 2-4 कुरा मैले राख्नै पर्छ, बिट मार्नै पर्छ। मासु भात खाँदैनौँ भन्छु म होइन। तपाईँहरूले पनि खाँदैनौँ भन्नुहोस् है। अनि म भन्छौ भ्रमको पछि जाँदैनौँ भन्छु, त्यसमा जाँदैन भन्नु ल। अब भोलि तेर्थुम जाँदैछौ, तेर्थुम गले पनि सुन्नुहोस् न होइन। हिजो के साह्रो मान्छे भेला फाट्यो तापले, तिमी यहीँबाट सुन्यौ त भन्नु न है। ल 1 2 3 मासु भात खाँदैनौँ, भ्रमको पछि जाँदैनौँ, मासु भात खाँदैनौँ, भ्रमको पछि जाँदैनौँ। धन्यवाद। कुपोषणले